रेस्टुरेन्ट चाहिँ एकदम बवाल लाग्यो मलाई। यहाँको भाइब्स एकदम चिल छ होइन, तपाईँहरू आउनु सक्नुहुन्छ। हेलो ग्याङ, वाट्स अप भाइ, के छ अहिले? सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ विशेष गरी मेरो बर्थडेको दिन हो होइन, एकदम ह्याप्पी बर्थडे टु मी फर्स्ट अफ अल होइन। त्यही हो, यसो बौद्धतिर जानुपर्छ, हल्का बौद्ध दर्शन हाल्नु पऱ्यो कि ग्याङहरू, बर्थडेको दिनमा राम्रो हुन्छ नि त, त्यही भएर हो। यस्तो अहिले चाहिँ चिया हान्दै हो म। मान्छे खानै मरै छुट्टै छ होइन, के भन्नु, यस्तै हो जिन्दगी। पहिला पहिला बर्थडे आउँदा यस्तो रमाइलो लाग्थ्यो, आजकल त के हो साथीभाइ पनि छैन नि त खासै। केटाहरूले उयस त हानेर रहेछ होइन, 3-4जनाले, ठिक छ त्यति भए पुग्छ सम्झिन्छ होइन, खुसी लाग्यो। अनि त्यही हो, पहिला पहिला त केटाहरू घरमै आउँथ्यो बर्थडे मनाउन, अहिले त आउँदैन होइन। केटाहरू कोही बिहे गऱ्यो, कोही विदेशतिर, आफू चाहिँ यहीँ छ होइन। त्यो पनि ठिक छ, अब कमान पर्छ बस्दैछ, त्यही त होइन ग्याङहरू। त्यही ग्याङ अब उता बौद्ध पुगेपछि भेट्छु म सिधै है ल। अनि ग्याङ हामी बौद्ध आइपुगिसक्यो। ए भाइ रहेछ नि त, भाइ बुद्ध दाइ यहाँ। भाइ बुद्ध दाइ ग्याङहरू दाइ काम गर्दै हुनु रहेछ। अब कस्तो गर बोल्नु त पनि दाइ बिजी छ, के गर्ने अब। अर्को दाइलाई मिटअप चाहिँ गर्नुपर्ने, दाइ एकदम खतरा मान्छे लाग्छ मलाई। दामी हो नि बौद्ध भाइ बुद्ध दाइ यहीँ हुन्छ अहिले। यस्तो घुमाउनु पर्छ क्या चट्टा लगाएर। गएर यस्तो घुमाउनु मलाई त होइन, सानोदेखि नै रमाइलो लाग्छ। एकदम बवाल लाग्छ। बिहान बिहान नि नाच गर्नु है बौद्धमा, के गर्नु छ कि अर्को गर्नु। एउटा चिने दाइ दाइ पनि काम गर्नु हुन्छ, सब चल काम गर्नु पानीले भनिहाल्छ नि। रमाइलो छ अर्को राउन्डमा चाहिँ भेट्छ कि। भ्यूहरू हेर्नु ग्याङहरूको त्यस्तो छ बिहानेर त बवाल लाग्छ नि मलाई त। गर्मी चाहिँ कस्तो भएको हेर आजमा, ढिला लाग्छ मलाई त। बर्थडेको दिन होइन, यसो दर्शन गर्न आएको बहुत यार, के गर्नु होइन, बिहान जानु पऱ्यो, खाली पेटमा केही नि खाएको छैन, त्यही माथि अब यसो राम्रो हुन्छ नि त बर्थडेको दिनमा हल्का यसो बौद्ध घुमेर जाँदा होइन, सट्टा भएर दर्शन नि भयो, एकदम खुसी नि भयो मन। त्यही हो ग्याङहरू। दुई राउन्ड भयो मेरो भर्खर, 3 जति हाल्नु बल्लामा पनि है। ल ग्याङ भेट्दै गरौँ। बुद्ध दाइ त्यहाँ हुनुहुन्छ, गयो बुद्ध दाइ भेटौँ भने अघिदेखि दाइले होइन यसो बसिरहेको छु। दाइ काममा बिजी हुनुहुन्छ। यसो
कुकुरी तारा हो दाइलाई भेट्न पाउँछ कि भनेर अघिदेखि होइन दामी छ नि दाइ यसो झट्ट लाएर ग्याङ होइन माथि बौद्धको टपमा हल्का चिल गरेर आएको सो रमाइलो भइरहेको थियो त्यहाँ नि मान्छेहरू आएको थियो यस बाहिर देशको मान्छेहरू पनि थियो चाइनिजहरू जापानिजहरू नर आफ्नै पारा हुन्थ्यो म नि आफ्नै पारामा अनि भयो बुद्ध दाइलाई चाहिँ भेट्छु भन्दाखेरि तर यसो भेट्नै पाएन दाइ आफ्नै काममा बिजी थियो त्यही भएर नि हो होइन पछि भेटिहाल्छ नि दाइलाई त अनि म चाहिँ भ्लगमा खासै बोल्दिनँ ग्याङहरू केही बोल्न नि आउँदैन खासै भर्खरै स्टार्ट गरेर नि होला त्यही हो फाइनल ग्याङ हामी बौद्धबाट नि निक्लिसक्यौँ होइन अब के गर्नु त त्यहाँ बसेर नि भएन अब यसो चलफल त दिनु पऱ्यो आज बर्थडेको दिन के हुन्छ अब हेरौँ होइन बेलुकासम्म होइन के हुन्छ मैले प्लान त गरेको छैन अब यसो चलफल चाहिँ हुन्छ त्यो खतरा हुन्छ केटा हो अब त्यही हो अब रुम जाने हो हल्का खानासाना खानुपर्छ अनि त्यही हो ग्याङहरू बेलुका भेट्नुपर्छ अब सिधै होइन त्यही हो अब आज यसो हल्का वाइल्ड गर्मी पनि भइरहेको छ काठमाडौँमा त्यस्तै गर्मी छ हुप छ मायाका डक्स गाह्रो छ अब आज यति भन्दै होइन ग्याङहरू म चाहिँ बेलुका भेट्छु सबलाई माया छ त्यही हो ल है ग्याङहरू एकदम पिस हेलो ग्याङ सो अब फाइनली हामी चाहिँ यहाँ रेस्टुरेन्टमा आइसक्यो अब त्यहाँ चलबल दिनको लागि पानी यसो खाँदै हो अहिले चाहिँ एकदम दामी छ यार होइन रेस्टुरेन्ट चाहिँ एकदम बवाल लाग्यो मलाई यहाँको भाइब्स एकदम चिल छ होइन तपाईँहरू आउनु सक्नुहुन्छ आउनु रहिला गर्नु बस्नु त्यही त हो नि जिन्दगी होइन काम गऱ्यो रमाइलो गऱ्यो त्यही हो जिन्दगी केही छैन ग्याङहरू एकदम माया छ सबलाई त्यही हो ग्याङहरू अब हल्का देखाइदिउँला नि ग्याङहरूलाई होटेलको भ्यू यो चाहिँ हाम्रो भाइ हो होइन एकदम चिलमा छ ह्याप्पी बर्थडे टु यु दाइलाई जन्मदिनको शुभकामना भन्दै आज रमाइलो यस्तै छ ग्याङहरू है भ्यूहरू चाहिँ दामी एकदम सब थोक भर्खर ओपनिङ हो क्या है भर्खरै ओपनिङ हो दामी छ एकदम दामी लागिरहेको छ मलाई पनि एकदम चिल भाइब्स भइरहेको छ ग्याङहरू एकदम हामी भेट्दै गर्नुपर्छ ग्याङहरू होइन के चलफल हुन्छ भेट्दै जाउँ ल त्यही हो ग्याङहरू हल्का खाजासाजा खाइयो होइन त्यही हो हल्का ससेस होइन किमा नुडल्स त्यस्तै अब हल्का चिसो होइन खायो सेकुवा खायो त्यही हो हल्का त्यस्तै त हो नि हल्का अब रमाइलो त गर्नु पऱ्यो होइन बवाल चाहिँ रमाइलो भएको थियो धेरै मान्छे थिएन होइन त्यही पनि एकदम चिलमा क्या अनि हामी चाहिँ क्लबतिर गएको थियौँ होइन बेलुका त्यस्तै कति 11 बजीतिर गएको थियौँ चाबेल साइडमा बेबिलोनमा होइन जस्तो दामी भएको थियो एकदम रमाइलो भएको थियो चिल होइन गयौँ यस्तो डान्स गऱ्यौँ हल्का चिसो खायो त्यही त नि हल्का रमाइलो गऱ्यो ग्याङहरू बर्थडेको दिनमा होइन चलफल त दिनु पऱ्यो नि त होइन त्यस बवाल भइरहेको थियो त्यो अनि वाइट टी सर्ट लाउने केटा चाहिँ मै हो होइन यसो डान्स हानिरहेको थियो वरिपरि चिक्सहरू वाइल होइन आमा के हो बवाल हो कि क्या हो त्यही त एकदम बवाल भइरहेको थियो ग्याङहरू हल्का यहाँको म यसो साउन्डहरू सुनाउन चाहन्छु ग्याङहरूलाई ल सुन्नु
वाइल्ड गऱ्यो ग्याङ त्यही त अनि बवाल भइरहेको थियो होइन क्लबमा बस्यो हल्का चिल गऱ्यो त्यही हो बवाल भइरहेको थियो अनि त्यही त अनि अब त्यहाँ बस्दा बस्दा हल्का झ्याउ पनि लाग्यो अब रुमतिर जानुपर्छ भनेर हिँड्यो त्यहाँबाट होइन अब त्यही त अनि रुमतिर लाग्नुपर्छ त्यही हो भ्लग चाहिँ अब म यहीँ एन्ड गर्न लागेको ग्याङहरू होइन त्यही त अनि अब त्यहाँ हल्का भिडियो बनाउने साइक लागिरहेको थियो त्यही हो ग्याङहरू आजको लागि यति होइन ग्याङहरू सबलाई माया छ यसो भ्लग कस्तो लाग्यो मेरो होइन एकदम सपोर्ट गरिदिनु होइन अनि त्यही त अनि माया छ सबलाई